रामधुनी नगरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सामुदायिक विद्यालय मध्ये रामधुनी मावि लालपुर प्रथम भएका छन्। प्रतियोगिताको विभिन्न विधा अन्तर्गतको आयोजित खेलमा 4 जना विद्यार्थी प्रथम र 11 जना विद्यार्थी दोस्रो स्थान हासिल गरी विद्यालयलाई सामुदायिक विद्यालय मध्ये प्रथम स्थानमा उभ्याएका छन्। संस्थागत र सामुदायिक विद्यालयको समग्रमा रामधुनी मावि लालपुर दोस्रो स्थानमा खेलकुदको अव्वलता प्राप्त गरेका हुन्। विद्यार्थीहरूको संघर्षले खेलकुदमा प्राप्त गरेको उपलब्धिलाई विद्यालयले संस्थागत गरेका छन्। रामधुनी वडा नम्बर 4 का वडाध्यक्ष कमल कार्कीको प्रमुख आतिथ्यतामा उपलब्धिलाई संस्थागत गरेका हुन्। खेलकुदमा प्राप्त गरेको उपलब्धि विद्यार्थीहरूले विद्यालयलाई हस्तान्तरण गरेका छन् भने विद्यालयको तर्फबाट खेलकुदमा सहभागी विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्। वसन्त पञ्चमी सरस्वती पूजाको अवसरमा माघ 9 गते शुक्रबारका दिन खेलकुद शिक्षक सहित खेलकुदमा सहभागी भई उत्कृष्ट हासिल गरेका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरेका हुन्। सो विजय प्राप्त सिल्ड विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव खड्का र शिक्षकहरूले ग्रहण गरेका छन्। कार्यक्रमबाट खेलकुद शिक्षक प्रदीप चौधरी, छेदन चौधरी र कालुराम चौधरी सहित विद्यार्थीहरूलाई नगद राशि र सम्मानले प्रोत्साहन गरेका छन्। नगद राशि तथा सम्मान प्रधानाध्यापक ठमिन्द्र प्रसाद वास्तोला र अध्यक्ष खड्काले वितरण गरेका छन्। योभन्दा अलिक बढाएर अर्को बाबु तिमीहरूले राम्रो गर्यो, अर्को साल योभन्दा राम्रो गर्नु ल। छिटो खेले नि नखेले नि सहभागी हुनेलाई हामीले सबैलाई सम्मान गरेका छौँ ल। ल राम्रो गर्नु, योपल्ट अर्कोपल्ट योभन्दा राम्रो गर ल। भयो होइन? राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 100 मिटर दौड छात्रा तुलसा पाण्डे र छात्रतर्फ भरत बस्नेत प्रथम भएका छन्। यसै गरी 800 मिटर दौडमा छात्रतर्फ देवराज कार्की प्रथम र प्याभिलियन थ्रो छात्रातर्फ विनिता पाण्डे प्रथम स्थान विजय प्राप्त गर्न सफल भएका छन्। दोस्रो स्थानतर्फ शान्ति उराउ छात्रा ट्रिपल जम्प, सृजना कार्की छात्रा 400 मिटर दौड, गोविन्द कार्की छात्र ट्रिपल जम्पमा दोस्रो स्थानमा विजयी भएका छन्। यसै गरी रिलेमा सृजना कार्की, सृष्टि हरिजन, अञ्जली सदा र तुलसा पाण्डे दोस्रो भएका छन् भने छात्र भलिबलतर्फ आर्यन चौधरी, देवराज कार्की, आशिष बस्नेत र एकराज बस्नेत दोस्रो स्थान प्राप्त गर्दै विद्यालयलाई खेलकुदमा सामुदायिक विद्यालय मध्ये प्रथम स्थानको पहिचान गरेका छन्। प्रतियोगितामा सहभागी विद्यार्थी देवराज कार्कीले आफ्नो धारणा व्यक्त गर्दै छोटो समयको अभ्यासले हामी धेरै विधामा विजय भयौं भन्दै केही समय अगाडिदेखि अभ्यास गरेको भए विद्यालयलाई प्रथम नै बनाउने थियो भन्दै आफ्नो अनुभव प्रस्तुत गरेका छन्। नमस्कार, मेरो नाम देवराज कार्की, घर रामधुनी नगरपालिका वडा नम्बर 2 कालीझोडा, रामधुनी माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत छात्र। म चाहिँ रामधुनी नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 800 मिटर दौडमा प्रथम अनि भलिबलमा द्वितीय र 4x4 रिलेमा तृतीय स्थान हासिल गर्न सफल भएको थियौँ। हाम्रो स्कुलले चाहिँ विगत 2-3 महिना अगाडिदेखि चाहिँ ट्रेनिङ सुरु गरेको भए हाम्रो विद्यालय रामधुनी नगरपालिकाभरिकै प्रथम स्थान हासिल गर्न सक्थ्यो। तापनि हामीले छोटो समयमा हामीले धेरै ठुलो उपलब्धि हासिल गऱ्यौँ, त्यतिमै हामी सन्तुष्ट छौँ। अझ धेरै टाइम हामीले ट्रेनिङ लिन पाएको भए हामी अझ धेरै मेडलहरू ल्याएर स्कुललाई नै नगरपालिकाकै प्रथम स्कुल बनाउन सक्थ्यौँ भन्ने आशा थियो। त्यही पनि हामीले जति ल्यायौँ स्कुलको साथ सहयोग अनि नगरपालिकाले गरेको त्यो आयोजना अनि स्कुलको साथ सहयोगबाट हामी सन्तुष्ट छौँ। यसै गरी प्रतियोगिताको अनुभवको बारेमा खेलकुद शिक्षक प्रदीप चौधरी, छेदन चौधरीले आफ्नो धारणा बताउनु भएको छ। प्रदीप कुमार चौधरी, रामधुनी माध्यमिक विद्यालयका सहायक प्रह तथा खेलकुदमा पनि म संलग्न हुन्छु र हामीले यसपालिको राष्ट्रपति कपलाई मध्यनजर गर्दै हामीले करिब 10-15 दिन अगाडिदेखि विद्यार्थी खेलाडीहरूलाई हामीले प्रत्येक दिन
बिहान बोलाएर विभिन्न खेलमा संलग्न गराएर उनीहरूलाई हामीले बारम्बार अभ्यास गर्ने गरिरहेका थियौँ र अन्तिम दिनसम्म हामीले यो राष्ट्रपति कप हुनुभन्दा अगाडिको दिनसम्म पनि हामीले सम्पूर्ण खेलाडीहरूलाई चुस्त दुरुस्त राख्ने क्रममा चाहिँ हामीले संलग्न भएका थियौँ। समग्र रूपमा चाहिँ दोस्रो यो सामुदायिक विद्यालयले पनि यस्तो आँट गरेर चाहिँ दोस्रो यो खेलकुदमा चाहिँ हुँदाखेरि नगरभरिकै यहाँहरूको चाहिँ प्रयास कस्तो कस्तो रह्यो प्रमुख अब हामीले यस विद्यालयमा अब यो विद्यार्थीलाई जुन जुन विधामा थिए विद्यार्थीहरू उनीहरूलाई स्पेसिफाई गरेर विशिष्टीकरण गरेर सम्बन्धित खेलतिर नै हामीले विद्यार्थीहरूलाई चाहिँ जुन खेलमा जो विद्यार्थी छ त्यसैमा अभ्यास गर्न चाहिँ हामीले लगाएका थियौँ र करिब करिब हामी सफल पनि भयौँ त्यसमा। हुन्छ, यहाँलाई धन्यवाद। भर्खरै सम्पन्न नगरीय स्तरीय राष्ट्रपति खेलकुद अन्तर्गत हामी यस विद्यालयबाट केही खेलाडीहरूलाई पार्टिसिपेट गराएका थियौँ, जस अन्तर्गत उक्त खेलहरूमा हाम्रा विद्यार्थीहरूले सफलता हासिल गरेका छन् र यो सफलता हासिल गर्नुको प्रमुख कारण के त भन्दाखेरि यो मेहनत हाम्रो धेरै पहिलेदेखि नै थियो। मेहनत गर्दै आएका थियौँ, विद्यार्थीहरूलाई सहभागी गराउँदै आएका थियौँ विभिन्न खेलहरूमा। तथापि यसपालिको खेलमा के भइदियो भन्दाखेरि अलिकति केही समय 15-20 दिन अगाडिदेखि नै हामीले सबै विद्यार्थीहरूलाई एउटा क्याम्पियन गरेर यहाँ राखेका थियौँ। बिहान बेलुका चाहिँ हामी सिकाउँदै जाँदाखेरि विद्यार्थीहरूमा निकै प्रगति भएको देखियो, जसले गर्दाखेरि यसपालिको 2082 सालको राष्ट्रपति खेलको अन्तर्गत हाम्रा विद्यार्थीले सफल पार्न चाहिँ सफल भएका छन्। र योभन्दा अगाडि गत वर्ष पनि हामीले पार्टिसिपेट गराएका थियौँ खेलाडीहरूलाई, त्यसमा चाहिँ तेस्रो स्थान हासिल गरेका थिए र यसपालि चाहिँ दोस्रो स्थान चाहिँ हासिल गरे। यो हाम्रो उपलब्धि हो र आगामी दिनमा पनि हाम्रा खेलाडीहरू एकदमै उत्सुक भएर पनि खेल्नेछन् र योभन्दा पनि अझ एक श्रेणी माथि जाने हामी प्रयास गर्दैछौँ। सरस्वती पूजाको दिन विद्यालयले अक्षराम्भ गराएको छ। वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा आजा गर्दै अक्षराम्भको भर्ना खोलाई बालबालिकालाई अक्षराम्भ गराएका हुन्। रामधुनी माध्यमिक विद्यालय रामधुनी वडा नम्बर 4 लालपुर स्थित छन्। विद्यालयको व्यवस्थापन समितिको परिवर्तन र केशव खड्काको अध्यक्षमा आगमनले विद्यालयमा रौनकतामा एकता र विद्यार्थीहरूमा सजगता बढ्दै गएको छ। विद्यालयको भवनदेखि लिएर शिक्षक, अभिभावक र विद्यार्थीहरूमा त्रिकोणात्मक सम्बन्ध विस्तार गरी गुणस्तरीय शिक्षा लगायतका विद्यार्थीहरूमा रचनात्मक परिवर्तनका अभ्यासहरू विकास र विस्तार गर्दै लगिएको छ। अक्षरास्यता कार्यक्रमको नि हामीले कार्यक्रम गरेकोले र भर्खरै सम्पन्न भएको राष्ट्रपति रनिङ 2082 को प्रतियोगितामा रामधुनीभरिमा विद्यालयभरिमा दोस्रो स्थान र सामुदायिक विद्यालयमा पहिलो स्थान हासिल गर्ने यस विद्यालयका भाइ बहिनीहरूलाई हामीले विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिँदै सम्मान स्वरूप केही पुरस्कार विद्यालयको तर्फबाट दिएर ताकि आउने दिनमा अरू पनि विद्यालयमा खेलप्रति इच्छा आकाङ्क्षा जागोस् भन्ने चाहना हाम्रो विद्यालयको रहेको हुँदा र विद्यालयमा भाइ बहिनीहरूले पुर्याएको विद्यालयको मान सम्मान राखेकोले विद्यालयलाई प्रति गरेको भाइ बहिनीहरूलाई हामी विद्यालयप्रति हार्दिक आभार विद्यालयबाट प्रकट गर्न चाहन्छौँ र आगामी दिनमा र यहाँ पढ्दै गरेका विद्यार्थी भाइ बहिनीहरूले पनि खेलप्रति इच्छा जागरुक भई विद्यालयको नाम रोशन गरून् भन्ने हाम्रो यही कामना दिन चाहन्छौँ र यसै गरी यस विद्यालयमा अग्रसर भाइ बहिनीहरूले पनि भोलिका दिनमा हामीले नि खेलकुदमा अग्रसर भई स्वास्थ्य रही र पढाइमा आफ्नो मनोबल उच्च राख्नेछौँ भन्ने हौसला रहोस् भनी हामी पनि कामना दिन चाहन्छौँ र आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद।